सबैजनालाई नमस्कार। भगवती माई गाउँपालिका वडा नम्बर 4 जगन्नाथले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र एकल महिलालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ। भगवती माई गाउँपालिकाको आर्थिक वर्ष 81-82 को बजेट अन्तर्गत भगवती माई गाउँपालिकाको सेवा क्षेत्र वडा नम्बर 4 सेवा क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अनाथ बालबालिका लगायतका सम्पूर्ण लक्षित वर्गलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रम भगवती माई गाउँपालिका वडा नम्बर 4 को कार्यालयमा सम्पन्न गरिएको हो। पहिलो पटक वडा अध्यक्ष तथा भगवती माई गाउँपालिका अध्यक्षले कुन्ती खड्काज्यूलाई ज्येष्ठ नागरिक कुन्ती खड्काज्यूलाई न्यानो कपडा वितरण गर्दै गरेको तस्बिर देख्न सकिन्छ। भगवती माई गाउँपालिकाले आफ्नो सेवा क्षेत्रभित्र अपाङ्गता, ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला तथा विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ। यस कार्यक्रम अन्तर्गत आज पनि विभिन्न सरकारवाला निकायहरूको साथमा र ज्येष्ठ नागरिकहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा बोल्दै भगवती माई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, अब पुरै गाउँपालिकाभरि हेर्नुपर्ने मन्त्रालयको काम, प्रदेशको काम, सङ्घको काम भन्ने कहिलेकाहीँ संजोगले मात्रै भेट्नु। त म अहिले सर्वप्रथम त के यो भगवान्सँग प्रार्थना गरौँ भने यसको 30 वर्ष पहिला यहीँ म सचिव हुने बेला तपाईँहरूलाई 50 रुपियाँ ल्याएर आउँथेँ भत्ता। अलि थोकेपछि बिचमा अलि अरू सचिवालय फेरि आउँदाखेरि 100 रुपियाँ ल्याएर घर घर पुर्याउँथे। त्यहाँ कति बुवा मुवा हुनुहुन्छ त्यतिखेर धेरै त्यो बेला भत्ता खाने हुँदैन लागेको छ मलाई, किनभने त्यो बेलाको अब करिब युवा अवस्थाका मान्छे, त्यो बेलामा 40-50 वर्षका बुढाहरू अहिले भत्ता दिनुपर्ने भएको छ। अब कामना के गरौँ भने यो तिनवटा व्यवस्थाभित्र म तपाईँहरूलाई केही न केही दिइराखेँ। कहिले सचिव भएर भत्ता दिने, कहिले मास्टर भएर शिक्षा दिने, अहिले अध्यक्ष भएर केही न केही हामीले दिइराखेका छौँ। र म तपाईँहरूको सामु यही एउटा कामना गर्छु कि ईश्वरले तपाईँहरूको आयु बढाओस्। त्यो भत्ता अझै 10, 15, 20 वर्ष दिइराख्नु पर्छ। अनि यो दिनुपर्ने सामग्री अलिक ढिलो भयो। यतिखेर हामीले कुरा सुनेका छौँ। अस्ति मात्रै वार्ड नम्बर 1 मा गएर हामीले बाँड्यौँ, यहाँ अलिकति ढिलो भयो। हाम्रो अलिकति त्यो प्रक्रिया, यो खरिद गर्ने प्रक्रिया पहिलाको भन्दा अलि अप्ठ्यारो भयो। पहिला हामी वडा कार्यालय के भन्थ्यौँ भने वडा अध्यक्षलाई तपाईँहरू सामान खरिद गर्नुहोस्, अनि बुढाबुढीलाई टाइममा बाँड्नुहोस्, पैसा कागज त पेस गर्नुहोस्, हामी पैसा दिन्छ भने अहिले अफिसले आफै खरिद गर्नुपर्ने, त्यहाँ अहिले कर्मचारीले ढिलो सुत्ते गरेका कारणले ढिलो भएको छ। यसलाई ढिलो भयो भनेर तपाईँहरूले अलिकति गुनासो नगरिदिनु पर्ला। अब अर्को वर्ष सकेसम्म हामी छिटो यो हिउँद लाग्नुभन्दा पहिले नै तपाईँलाई आज त प्रत्येक वर्ष फरक खालको सामग्री वितरण गर्ने प्रयत्न गर्नेछौँ। जे होस् आज तपाईँहरूसँग सबैसँग भेट भएको छ। अब तपाईँहरूको अनुहारमा धेरै अलि चिन्दिनँ, अलिअलि धेरै चिन्छु। किन भन्नुहुन्छ भने तपाईँहरू र मेरो सुरुमा भेट हुँदा अलि कलिला थियौँ सबै। यो दिदीबहिनीहरू एकदम कहिले थिइन्, यो भत्ता खाने कोही पनि थिएन। अब अहिले सबै बुढो भएर आएका छौँ। जे होस् तपाईँहरूले मलाई अध्यक्ष भनेर चिन्नुहुन्छ, म जगन्नाथका बुढाबुढी हुन् भनेर म चिन्छु। र तपाईँहरूलाई केही समस्या परेको खण्डमा, तपाईँहरूलाई कुनै त्यस्तो ठुलो सङ्कट परेको खण्डमा वडा अध्यक्षहरू हुन्छ, हामी निवास सबै साथीहरू हुन्छ, हाम्रो एकदम तपाईँहरूको एकदम एक्टिभ सचिव हामीले पठाइदिएका छौँ। उहाँलाई पनि भन्नुहोस्, यदि तपाईँहरूको केही गुनासाहरू भएको खण्डमा, अप्ठ्यारो परेको खण्डमा यदि सक्नु भएन भने गाउँपालिकाको अध्यक्ष भनेको धेरै टाढाको मान्छे होइन, यहीँ तपाईँहरूसँग 30-40 वर्ष साथै बसेको मान्छे, हिउँदै घुमेको मान्छे, नातागोताको मान्छे भन्ने सिधै तपाईँहरूले फोन गर्नुहोस्, वडा अध्यक्षलाई फोन गर्नुहोस्, मलाई गर्नुहोस्। त्यसमा हामी तपाईँहरूलाई गर्न दिनुपर्ने सेवा सुविधा, तपाईँहरूको समस्या समाधान गर्नुपर्ने कुरामा गाउँपालिका एकदम प्रतिबद्ध छ। र धेरै कुरा गर्नुभन्दा पनि एकदम मलाई अब त्यो अफिसमा 4 कल फोन आइसक्यो, मान्छे आएर बसिरहेको थियो अफिसको कर्मचारीहरू। यो आइदिनु भयो, भेटघाट भयो। व्यक्तिगत रूपमा यसरी चिनान गर्न नसके पनि सबैको अनुहार मैले चिनेको छु। मोटामोटी चाहिँ फेरि तपाईँहरूलाई भेट्नु परोस्। आगामी वर्ष हामी टाइममा यस्तै सामग्री वितरण गर्नेछौँ भन्दै मेरो आफ्नो कुरा यहीँ राखेँ। हस्, धन्यवाद। न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै यस भगवती माई गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष देवलोक अधिकारी उहाँले बताउनुभयो
हामीले विभिन्न लक्षित कार्यक्रमहरू गर्दै आइरहेका छौँ। यस अन्तर्गत आज हामी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिला तथा अनाथ बालबालिकाका लागि हामीले न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखेका छौँ। हामीले हजुरहरूलाई न्यानो कपडा वितरण गर्नुपर्छ भनेर हामीले कार्यक्रम राखेका छौँ। हाम्रो गाउँपालिका अध्यक्षजीहरूले अघि नै भनिसक्नु भएको छ, यो हामीले अलिक टाइमै लिँदा हुन्थ्यो कि भन्ने कुरा थियो। यसमा हाम्रा धेरै सेटलहरू, यसका भुक्तानीका कुराहरू र यसको खरिदका कुराहरू हुँदै गर्दा अलिक प्रक्रियाबाट जानुपर्ने भावनाले अहिलेको प्रक्रिया छुट्टै ढङ्गको भावनाले हामी आज करिब सहयोग लाग्ने समयमा वितरण गर्न खोजेका छौँ। अझै सहयोग लाग्नलाई 2 दिन बाँकी छ, तर अन्यथा हजुरहरूले होला जुन हाम्रो माया हजुरहरूप्रति छ हामी बिर्सिने छैन। हाम्रो अहिले 3 वर्षको कार्यकालमा, गत वर्षको कार्यकालमा हामीले हजुरहरूलाई यस्तो कपडा वितरण गर्न सकेनौँ। 2टा अगाडिको वर्षमा हामीले गरेका थियौँ। ज्येष्ठ आमा बुवाहरूलाई साथ कसैलाई पनि भेदभाव नगरेर हामीले एउटै आइटमको खरिद गरेर ल्याछौँ। र अब धेरै भूमिका मैले बाँध्न चाहिनँ। हामीले जे दिन खोजेका छौँ त्यसैमा सन्तोष मान्नुहुनेछ भन्दै एकदम इमान्दारीका साथ कसैलाई सायद सानो ठुलो हुनसक्छ, यहाँ दिँदै गर्दा यो भएन भन्दै गर्दा हामी च्यान्ज पनि गर्न सक्नेछौँ र कहीँ कतै अपुग भयो भने त्यसको पनि हामी समाधान गर्नेछौँ। नआतिकन एकदम धैर्यता साथ हामी रोल पालो गरेर कसैलाई टाढा जानुपर्ने होला, ठुलो आमा बुबा पनि हुनुहोला, सकेसम्म मभन्दा उहाँलाई छिटो दिइदिए भए सजिलो हुन्थ्यो कि अगाडि घर छिटो पुग्न सहज हुन्थ्यो कि भन्ने सबैको ध्येय जानेछ भन्दै आजको यो कार्यक्रम उक्त कार्यक्रम समापन गर्दै वडा अध्यक्षले यस्तै प्रकारका कार्यक्रम नियमित रूपमा गर्दै आउने र गर्दै रहेको प्रतिबद्धता जनाउनु भएको छ। साथै बालमैत्री वडा बनाउनका लागि एउटा खुड्किलो पार हुने यस्ता प्रकारका कार्यक्रमहरूले प्रोत्साहन दिन सकिने कुरा बताउनु भएको थियो। हवस् त, धन्यवाद, नमस्कार।